म बेंगलोरमा आएर मेरो ड्युटी गर्छु र ड्युटीको साथसाथै म यो कुकुरलाई पनि घुमाउँछु। किन घुमाउँछु थाहा छ? मलाई थाहा छ यसले मेरो सुरक्षा गर्छ। मलाई भरोसा छ यो कुकुरप्रति, किनकि यसले हरेक कुराहरू बताउँछ। मलाई पक्कै पनि मेरो सुरक्षाको लागि यो हमेसा तयार हुन्छ। यो कुकुरको जति पनि भरोसा अहिलेका नेपालका नेताहरूको छैन जनताप्रति, जसले भोट दिएर हाम्रो देशको सुरक्षा र हाम्रो सुरक्षा होस् गर्लान् भनेर चाहिँ जसलाई संसदमा पठायो तिनै केपी ओली, शेरबहादुर प्रचण्ड, गगन विश्वप्रकाश जस्ता अहिलेका जति पनि पुराना गुन्डा टोले गुन्डा जस्ता नेताहरू छन् नि, हो ती गुन्डाहरूको भरोसा जनताबाट उठिसकेको छ। त्यही भएर यो आन्दोलन भयो। देशले अहिले ताण्डव गरिराखेको छ। म हुँ भन्ने हजारौँ छन्, तर देशको लागि मर्ने भनेको एकजना पनि छैन। तिमीहरूप्रति धिक्कार छ, थुइया भन्छु तिमीहरूलाई। यो कुकुरको जति पनि भरोसा गर्न लायकका बचेनौ तिमीहरू।